महिना भइसक्यो। अब अहिले चामल खाने पैसा पनि छैन, रुम भाडा तिर्ने पनि पैसा छैन। अब पैदल यात्रा गरेर अब हिँडेर आउँछौँ अब हस्पिटलमा। अहिले 5 लाख रुपियाँ खर्च भइसक्यो। अहिले छोरालाई उपचार ठिक भइरहेको छैन। अझै पैसा कति लाग्ने छन्? 5 लाख। 5 लाख कति लाग्छन् थाहा छैन। अहिले मेरा छोराको अवस्था धेरै गाह्रो छ। सबैले सहयोग गरिदिनु होला। मैले बम्बई लिएँ सर। बम्बई लिँदाखेरि 2 महिना जति हस्पिटलमा एडमिट गराएँ। भएको पैसा जति 4.5 लाख 5 लाख जति त्यतै खर्च गरेर आएँ। अहिले हामीसँग पैसा छैन, यस्तो गाह्रो अवस्थामा छौँ। बच्चालाई जसरी पनि बचाइदिनु। 1000को इन्जेक्सन लगाइरहेको छौँ। 2 हप्ता भयो 2टा इन्जेक्सन लगाइसक्यौँ। अहिले बिचमा गाह्रो भएर फेरि 8000को इन्जेक्सन आज भर्खरै लगाएको छ। अझ फेरि आइतबार बोलाएको छ 25000 रुपियाँको। फेरि अर्को इन्जेक्सन लगाउनु पर्ने भइरहेछ। कहाँबाट ल्याउने पैसा? गाह्रो परिस्थिति भइरहेछ। एकदम अप्ठ्यारो परिस्थितिमा छौँ। सबैले सहयोग गरिदिनु होला भन्न चाहन्छु।